नाटक हेर्नु छ, नाटक हेर्नु हतार पनि भएको छ। भित्र म्युजिक बजिसकेको छ, मन्त्रहरू उच्चारण भइसकेको छ। त्यसकारण म छोटोमा थोरै कुराहरू मात्रै भन्छु। अस्ति पनि भनेको थिएँ, आज 14 गते, भोलि 15, 16, 17, 18। कतिजनाले किताब पढ्नु भएको छ? हात उठाउनु त। धेरैजनाले, प्राय सबैले किताब पढ्नु भएको रहेछ। त्यही एउटा यमुना भन्ने पात्र हुनुहुन्छ। यमुना आमासँग मेरो यस्तो कनेक्सन छ। उहाँको भर्खर 84 वर्ष पुग्नुभयो। पर्सि 18 गते उहाँको 84 पूजा रहेछ। मलाई फोन गर्नुभएको थियो। मलाई के भन्नुभएको थियो भने, उहाँ चाहिँ यस्तो पात्र हो जो एक किसिमले भन्यो भने इन्लाइटेन लाग्छ मलाई। मोक्ष प्राप्त गर्नुभएको पात्र हो। उहाँले मलाई यो शेर धरती लेख्ने बेलामा कुरा गर्दा भन्नुभएको थियो, मलाई बाटो हिँड्ने मान्छे र मेरो छोराछोरी एउटै लाग्छ। बाटो हिँड्ने मान्छे र मलाई मेरा छोराछोरी एउटै लाग्छ, तर तिमी एउटै लाग्दैन देउता। त्यहाँ देउता भन्ने शब्द प्रयोग गर्नुहुन्छ। तिमी चाहिँ एउटै लाग्दैन देउता। सायद पूर्व जन्मदेखिको केही सम्बन्धले हाम्रो भेट भएको होला। उहाँ चाहिँ किन त्यसरी भन्नुभएको भने, उहाँ मुक्त एक किसिमले। उहाँले घर किन छोड्नु भएको भने, त्यो मोक्ष घर जब आफ्नो गगन गौडामा भएको 3 तले घर माथिल्लो तलामा उहाँ बस्नुहुन्थ्यो, सुत्नुहुन्थ्यो। किनभने आफ्ना पत्नी बितेर आकाशमा जानुभयो होला र माथिल्लो तलामा सुत्यो भने आकाश नजिक हुन्छ भनेर उहाँ माथिल्लो तलामा सुत्नु भएको रे। अनि एक दिन त्यो माथिल्लो तलाबाट दोस्रो तलामा, दोस्रो तलाबाट पहिलो तलामा, अनि भुइँतलामा ओर्लिएपछि उहाँ मजेरीमा आउनुभयो। मजेरीबाट पिँढीमा आउनुभयो, पिँढीबाट आँगनमा आउनुभयो र यसरी घरतिर फर्केर हेर्नुभयो अरे र भन्नुभयो मनमा नै, यो घर कसको हो? त्यही दिनदेखि त्यो घर बस्न मन लागेन। उहाँको प्रशस्त धन सम्पत्ति, छोरा नाति नातिना सबै छन्, तर सबैलाई त्यागेर नाति नातिनालाई पनि बाटोमा छोरा बुहारीहरूले रोक्दा रोक्दै त्यो नाति नातिनालाई बाटोबाट पन्छाएर पैसा लिएर जानु न आमा, जहाँ जाने हो, मलाई पैसा नि चाहिँदैन भनेर उहाँ यत्तिकै जानुभयो र देवघाट पुग्नुभयो। पटुकामा 100 रुपियाँ रहेछ अरे। त्यही आमाको चाहिँ 84 पूजा पर्सि 18 गते छ। आमालाई एकदम सम्झिरहेको छु। उहाँलाई एकदम शुभकामना। र उहाँलाई किताब निस्किसकेपछि म उहाँलाई भेट्न गएको थिएँ। अनि मैले उहाँलाई पिँढीमा बत्ती काटिरहेको देखेँ। ठ्याक्क हरिहर आश्रम भन्दा यतापट्टि गङ्गा जमुना आश्रम छ, त्यहाँ उहाँको कुटी हो। अनि आमा नारायणम भने, नारायणम बाबु देउता, आज राति सपना देखिँदै विपना देख्नु रहेछ र भन्नुभयो मलाई। ए आमालाई त आउँदैछु भनेर फोन पनि गर्न नपर्ने, राति सपनामा भगवान्ले भनिदिनु हुने भने। किताब ल्याएनौ भनेर सोध्नुभयो। ल्याएन आमा। किन नल्याएका हो त नि? आमाहरूको खाटो भइसक्यो, घाउ किन कोट्याउने भनेर नल्याएको। आमाले के भन्नुभयो, एकदम यो लाइन सम्झिनु है। सपनामा दुला मरे भनेर बिउजेपछि म रुन्छु र? त्यो त मेरो सपना हो नि। अहिले म बिउजिसकेँ, त्यही भएर मलाई केही पनि हुँदैन। कोही केही भएर पनि केही हुँदैन, किनभने म मुक्त भइसकेँ भनेर आमाले भन्नुभएको थियो। यस्ता धेरै घटनाहरू छन्। एउटा सानो अर्को सुनाउँछु। एकजना शीतला आमा, तपाईँहरूले सेतो धरतीमा अन्तिम एउटा भूमिका छ, सेतो धरतीको आलम्बन भन्ने, जुन आमालाई त्यो भेटेको थिएँ। उहाँले के भन्नुभयो भने, मैले साथीहरू पनि थिएँ, म आमाहरूलाई केही कुरा दिन्छु भनेर लिएर गएको थिएँ। दिँदाखेरि उहाँहरू मुक्त भएको मान्छे चाहिँ मन पराउनुहुन्न, केही नदिए हुन्थ्यो कसैले भन्नुहुन्छ, तर पनि अब लिनुहुन्छ। अनि आमाले के भन्नु भने, बुढी हुनुहुन्छ, कुप्री परेको पिँढीमा बस्नु भएको छ। हामी 3-4 जना साथीहरू छौँ। बस म चिया पकाउँछु, अनि मैले बिस्कुट ल्याइछु, खाजा पनि खाएर जाऊ भन्नुभयो। होइन आमा, हामीलाई अबेला भएको छ, हामी जान्छौँ नि अहिले भने। अनि के भन्नुभयो भने, हुने भयो नि अबेला, म केही नहुनेलाई त अबेला हुन्छ, तिमीहरूको त संसार छ भन्नुभएको थियो। यो किताबमा नभएको केही कुराहरू तपाईँहरूलाई बोनसको रूपमा सुनाएँ। अब नाटक हेर्नुहोला। यहाँहरूलाई धेरै धन्यवाद। नमस्कार। हस्, धेरै धेरै धन्यवाद। अब हामीसँग भरे अलिकति ल, अहिले एकछिनमा हामीसँग समय